चाहिँ टिकटक लाइभ स्ट्रिमिङमा टिकटकमा लाइभमा ज्यामी 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 छ ईशान रोक स्वस्तिका तेरो लागि मैले गीत खोजेको छु नमाने बहिनी नमाने नकरा वे बुझिया नकराइकन सुत्त ए मामा बुझी तरलाई पैसा पठायो भन खान्छ नि अरे बुझीले खान्छ 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 साथीहरू मैले त यस्तै हजुर दोस्त हजुर भान्जा आउला हैन केही केही छैन आऊ मात्र भन पैसा पर सरले पठाउने भन्दा आउने पैसा छैन सरले स्कुलको लागि मागेर दियाउँ कि मेरो पनि त स्कुल मेरो मागेको छ मामा एकाउन्ट बढी छ मलाई यहाँ चर्चा बन्द गर्ने सुनिएन क्या भने भन त बन्द गर्न यसै काम गर्छ म लाइभ रेस्पेक्ट माई ब्रो बन्द गर्न एकछिन लाइभ क्याउबाट ग्रुपमा कल गर्नु भइगयो त नि दाइ म तिमीहरू यसो नबाट ल मान्छेहरू आएर आउँछ लाइभ आउनु दिदी बहिनीहरू आउँछ के बोल्छ आत्माका दाइजो पनि त्यही बुढी आयो नि त्यही भएर फेरि बुढी आयो नि त्यही भएर आत्माका दाइजो पनि बुहारी त आएन त अनि मामा नियङ्गमा सक्छ त अब जरीले बुहारी मेरो घरबाट कल आइगयो नन्दे वारीको त चुमा यो वारीको त इत्ते नन्दे ल मामा भोलि जाबले चाहिँ गाडी गएर गएँ म ल भोलि कल गर्छु ल जान्दै अहिले त्यसको पछि हुन्छ सरू भन्ने गुण आउनु माथि आउनु यो अरे कहाँ हो भने त कहाँ हराउने कहाँ चाहिँ आ मेरो बाबु गुची आयो गुची बाबु स्वस्तिका पहिला क्युआर पठा अनि कुरा अरे हम अपनी दुनिया के राजा हैं तुम्हारी फौज हमारे लिए यो त अर्को माल किन त्यो हल्ला किन गरिखायो नि कोई मायने नहीं रखती मन भन्न कान्छ भन्न खाली मोबाइल मात्र बजाउँदो भने प्रकाश तेरो प्याचअप भएन हुरुमा कल गर भन्छ अहिले फेरि तेरो ब्रेकअप भयो प्याचअप भएन भने उसले त खतरा खतरा भिडियो हाल्छ त के हो भने प्रकाश बुढो अरु गुखा पनि आफू नि खाउँछ नि गु कडा है कडा खानु त अनि के फरक पर्ने हो र गुखानु ल चढ्दा म चल्दिएँ यार बिहान काम छ यार मेरो गालिदिने बेसी तपाईँ थापालाई इज्जत डाउन प्रकाश भइगयो भने नोबल भने अहिले यहाँलाई इज्जत अब डाउन गर्नु सक्ने अनि भइगयो त अब नयाँ केटी पट्टाइ नै प्रकाश यसलाई नमान भने यसो अद्दो चाहिँ हो कोहीसँग 2 मिनट कुरा गरेको छैन होइन भेट भयो भने मान्छे बिहे गरे नि हल्ला चल्लाएर आउने अनि आधा पर्खेका मान्छे नेपालीहरू एउटा स्टेटस सुने कि नै आफ्नो आफ्नो बारेमा आफूले थाहा नभएको कुरा अरूबाट सुन्न पाइन्छ नि
त्यही त भने म यहाँ 2 मिनट कुरा गरेँ नि मान्छे यहाँ के सोचेर त देख्यो अनि कसले के सोच्छ बाबु जापानसम्म पुगेको छैन बिचरा सबर गर सबर टिकट काटेर चाहिँ भर्खर आउँदैछ भन्न त्यो त वेलकम पनि हुन्छ त्यहाँ कतै यताउता जाँदाखेरि त यसो कुरा यहाँ नगर खाजा सादा पनि उडाइदिँदो रहेछन् चिया हुँदो रहेछ कफी सफी चट्ट वरिपरि यताउता मान्छे पनि हुँदा अरे मान्छे बोरिगार्ड हुन्छ भने ट्याग होइन साइडमा ट्याग होइन केटी राख्छ भने बोरिगार्ड अब सोच्ने भान्सामा केटी हो अनि मेरो मायालाई कोही टच गर्ने छैन भनेर सिधा केटी रमाउँछ केटा रमाउँदैन भने सिधा केटी मात्रै सर्दा यो त धेरै भयो त हजुर बाबु हजुर दिनिस भन बाबु भन यतिर ओभरपर्मी कहिले आउँछ है ल सर्दा म गएँ एक गेम खेलेर त्यही हो जाऊ त लाइफमा फेरि उसकी माँ एक सफेद दादा हुने तर यहीँ खानु महिनापछि के कसरी पठाउने हो र लोकेसन पठाउनु चढ्दा देखा घरको त्यतै भिजा लगाने आफ्नो आउँछ आउँछ अलिकति पैसा जम्मा गरेर आएको छु म त इन्डिया छु यार। यहाँ आउनुभन्दा परेछ बरु हामीले पठाउने यार स्कुल फी हाल्नु ए अब त्यही त त्यही नेपालमा बस्यो भने केस बाहेक अरू केही हुने हो र त्यही हो म पनि बसेछु अहिले यता जापान गएको मान्छे पैसा लगाउनु लाज माने लाज त मान्नु पर्ने हो लाजभन्दा ठुलो पैसा हो त इन्जोय त हेर दोस्त के हुन्थ्यो इन्जोय त्यस्तै हो गाँड फाटिरहेको दोस्त यार 5 लाख 4 लाख कमाउन महिनाको भन्न सक्यो पैसाको कुरा नगर त म तिम्रो घाँटी हान्दिनी म बाबु पर्सनलमा फोन गर ल प्रकाश